the sea for a getaway. Car top down and we're driving just to feel young, moving away to the sea. हेलो नमस्ते और सबैजनालाई आज भने फेरि हामी दक्षिण कोरियाको सबैभन्दा ठुलो र सुन्दर टापु रहेको छ जेजुदो टापुको यात्रामा पुगेका छौँ र हामीलाई यहाँ पिकअप गर्नका लागि हाम्रो जेजुदोमा रहनुभएका कर्म सम्धी र प्यामा बहिनी यहाँ अलरेडी एयरपोर्टमा आएर हाम्रो लागि वेटिङ गरिरहनु भएको रहेछ र बिहानदेखि नै आज एकदमै बादल लागेर पानी पनि परिरहेको थियो बिहान तैपनि फ्लाइट भने भयो र मौसम जस्तै भए पनि जेजुको यो त्यो रमाइलो वातावरणले गर्दाखेरि एकदमै रमाइलो महसुस भएको छ यो चाहिँ जेजु सिटीको नजिकै जेजु सीको नजिकै रहेको यो कलेजको वरिपरि रहेको छ र यहाँ चाहिँ ठुलो एउटा इन्टरनेसनल कलेज रहेको छ र आज मौसम यति राम्रो त छैन तैपनि यो वातावरणले गर्दाखेरि यति रमाइलो लागिरहेछ अनि यसरी चाहिँ पानी अलिअलि परिरहेछ हैन बिहानदेखि तैपनि अहिले हल्का रोकिरहेको छ र बादल लागिरहेको छ तैपनि मान्छेहरू फुल हेर्नका लागि यति धेरै आउने गर्छ कि यहाँ ठुल्ठुला बसहरूमा पनि पर्यटकहरू आइरहेको छ त्यसै गरी एकदमै भिडभाड छ गाडी आवत जावतमा र छेउछेउमा मान्छेहरू हिँडिरहेका छन् सबै फुल हेर्नका लागि बाटोमा गाडीहरू चाहिँ एकदमै साइडमा राखेर मान्छेहरू फोटो खिचिरहेका छन् कोही हेरिरहेका छन् कोही भिडियो खिचिरहेका छन् यसरी चाहिँ यहाँ आज मौसम त्यति राम्रो नहुँदा यति भिड छ भनेदेखि मौसम एकदमै सफा हुँदाखेरि त यहाँ कति भिड लाग्छ होला नि त तन्ने पुरै हिउँनै परे जस्तो भएर चेरी फुलेको छ र यो चाहिँ दक्षिण कोरियाको यो स्प्रिङ सिजन जुन चाहिँ वसन्त ऋतु जुन चाहिँ अप्रिलको फर्स्ट विकदेखि सेकेन्ड विकसम्म भनौँ न अप्रिल 1-2 तारिकदेखि अप्रिलको 10-12 तारिकसम्मको लागि चाहिँ यति मजाको चेरी फुल फुल्छ जुनसुकै ठाउँमा र कोरियाको लगभग प्राय सबै ठाउँमा एउटै समयमा फुल्ने गर्छ तर अलिअलि कुनै ठाउँमा चाहिँ त्यही 3-4 दिनको फरक हुन्छ नत्र प्राय ठाउँमा चाहिँ अप्रिलको पहिलो हप्तादेखि दोस्रो हप्ताभित्र चाहिँ सबै फुलिसकिन्छ र रोडको कुरा गर्दा पनि रोड पनि यति फराकिला छन् यति सुन्दर शान्त अनि होइन कुनै जाम छैन कुनै खाल्टाखुल्टी छैन निरन्तर बढिरहेको छ र अब भने हामी जेजु सिटीबाट चाहिँ हल्का टाढा पुगिसकेका छौँ र यो दक्षिण पूर्वतिर रहेको समुद्रको किनारतिर पुगेका छौँ र यहाँको भौगोलिक बनावट एउटा छुट्टै अनौठो किसिमको रहेको छ र यहाँका घरहरूदेखि लिएर भौगोलिक बनावटहरूदेखि लिएर सबै फरक देख्न सकिन्छ
र त्यसै गरी आज भने हल्का हावाहुरी पनि चलिरहेको छ र यसरी समुद्री किनारतिर मजाले छालहरू पनि आइरहेको छ। भर्खरै मात्रै बिहानसम्म पानी परिरहेको थियो अनि भर्खरै पानी रोकिएकोले गर्दाखेरि मौसम हल्का धुम्म लागिरहेको जस्तो देखिन्छ। तैपनि एकदमै मजाको सिन देखिरहेको छ यहाँबाट। र यो चाहिँ चिजुको यो समुद्री किनारमा जुन चाहिँ कालो चट्टानहरू मात्र देखिन्छ र यो जुन कालो चट्टान चाहिँ यसलाई चाहिँ बेसल्ट रक बनिने रहेछ र यो चट्टान चाहिँ विशेष गरी यो भल्क्यानोको एरप्सनबाट बनेको भनिन्छ। जुन चाहिँ भल्क्यानोको विस्फोटनको बेला चाहिँ निस्केको लाभाहरूबाट चाहिँ बनेको यो चट्टान रहेको छ। त्यसैले जति पनि हामीले चेजुमा जहाँ पनि जाँदाखेरि ढुङ्गाहरू प्रायः काला काला देखिन्छ र यो पुरै चेजु नै चाहिँ लगभग 17 लाख वर्ष अगाडि चाहिँ भल्क्यानोबाट नै बनेको भनिन्छ र यो चाहिँ समुद्री भित्रबाट नै चाहिँ भल्क्यानोको लाभाहरू चाहिँ निस्केर जम्मा भएर चाहिँ यो जेजुदोको टापु र यसको हल्लासान भनौँ न, जुन चाहिँ मेन सेन्टर पोइन्ट चाहिँ हल्लासान रहेको छ, यसरी चाहिँ उत्पत्ति भएको भनिन्छ यहाँको वैज्ञानिक तथ्यानुसार। त्यसैले त यो जेजुलाई एउटा ज्वलन्त ज्वालामुखीको सङ्ग्रहालय पनि भनेर भनिन्छ। यहाँ चाहिँ ज्वालामुखी विस्फोटबाट चाहिँ कसरी चाहिँ यो ठाउँको उत्पत्ति भयो भनेर चाहिँ एउटा हेर्नका लागि चाहिँ एउटा सङ्ग्रहालयको रूपमा पनि हेर्न सकिन्छ। यहाँ चाहिँ धेरै जसो यसरी चाहिँ काला चट्टानहरू, ढुङ्गाहरू, त्यसै गरी चाहिँ यो भल्क्यानोबाट बनेको गुफाहरू चाहिँ धेरै प्रशस्त मात्र रहेछ। अहिले चाहिँ हामी यो जेजुदोको पश्चिमी भागमा रहेको हल्लिममा अवस्थित हल्लिम पार्कमा आइपुगेका छौँ र यो पार्क कुनै प्रकृति प्रेमीहरूको लागि एकदमै प्रख्यात र लोकप्रिय पर्यटकीय स्थल रहेको छ। र यहाँ चाहिँ विशेष गरी यसरी टुलिप बागहरू र विभिन्न त्यसै गरी विभिन्न थिम गार्डनहरू रहेको छ र यहाँ चाहिँ विशेष गरी चाहिँ यसरी बोन्साई गरेको बोन्साई गार्डनहरू रहेको छ र एकदमै पुराना रुखहरू र एकदमै विभिन्न थरीका रुखहरूलाई चाहिँ बोन्साई गरेर राखेको रहेछ। त्यही मजाले चाहिँ होइन, यसलाई चाहिँ यहाँ यही बोन्साई गार्डनहरूलाई चाहिँ हेर्नको लागि मात्रै र यहाँ रेखदेख गर्नको लागि मात्रै कति धेरै मान्छेहरू चाहिँ खटिएको रहेछ। कोही पानी दिने, कोही मल दिने, कोही चाहिँ यहाँ हेर्नुहोस् यसरी चाहिँ पानी दिइरहेको छ होइन। यति मजाले स्याहार गरिरहेको छ र यहाँ सरसफाइ गर्ने छुट्टै रहेको छ होइन। यति मजाको छ। यहाँ चाहिँ प्रति व्यक्ति चाहिँ लगभग नेपाली 1500 जति चाहिँ इन्ट्री फी रहेछ र यहाँ जेजुमै बस्ने बासिन्दाको लागि भने 20% डिस्काउन्ट रहेछ। र हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यति मजाको रुखहरूलाई चाहिँ पुरै बोन्साई गरेर हामीले चाहे अनुरूपको चाहिँ आकारमा परिवर्तन गराएर चाहिँ यसै बनाएको छ। र यो हल्लिम पार्कको भित्र चाहिँ यहाँ चाहिँ एउटा दुईटा प्राकृतिक गुफाहरू रहेको छ, जुन चाहिँ हाप्चागुल र सन्साङ योङ्गुल भनेर दुईटा गुफाहरू रहेको छन्। र यो गुफाहरू चाहिँ संसारकै दुर्लभ गुफाहरू मध्येमा पनि मानिन्छ र यो गुफाहरू चाहिँ लगभग संसारकै लामो गुफाहरू मध्येमा पनि मानिन्छ र लगभग यो 100 मिटरभन्दा लामो गुफा रहेको छ। र यो गुफा चाहिँ विशेष गरी भल्क्यानोको विस्फोटनको क्रममा चाहिँ भल्क्यानोको लाभाबाट बनेको भनिन्छ। र जसरी चाहिँ भल्क्यानो विस्फोट हुँदाखेरि चाहिँ बाहिरी भाग चाहिँ चाँडो सेलाउने र त्यसबाट चाहिँ कालो चट्टानहरू जस्तै बन्ने र भित्री भागहरू चाहिँ बिस्तारै ती लाभाहरू चाहिँ बिस्तारै सेलाउने क्रममा चाहिँ यसरी चाहिँ ती लाभाहरू चाहिँ विस्फोट भएर चाहिँ बाहिर निस्किने क्रममा चाहिँ यसरी चाहिँ
गुफाहरू बनेको भनेर भनिन्छ र यो गुफाहरू चाहिँ सबै प्राय भल्केनोबाटै बनेको गुफा रहेछ र यसभित्र चाहिँ यसरी बनेको गुफाभित्र चाहिँ विभिन्न आकृतिहरू देख्न सकिन्छ जहाँ चाहिँ यसरी टिक्का टिक्का ढुङ्गाहरू कुनै कस्तो कस्तो मानिसले नै बनाएको जस्तो विभिन्न आकृतिहरू चाहिँ देख्न सकिन्छ र यसै पार्कभित्र चाहिँ विभिन्न चराचुरुङ्गीहरू र जीव जनावरहरूको पनि यहाँ चाहिँ एउटा चिडियाखानाको रूपमा निर्माण गरेको रहेछ। यहाँ चाहिँ अस्ट्रिच चरा देखिरहेका छौँ। त्यसै गरी थेम पार्कहरू बनाएको छ र यहाँ चाहिँ बोनसाई गार्डनहरू पनि बनाएको छ र यसरी यो बोट बिरुवाहरूलाई चाहिँ बोनसाई गरेर हामी आफैले चाहे अनुरूपको चाहिँ आकृतिहरूमा बदलेर रूप परिवर्तन गराएर यसरी चाहिँ एकदमै आकर्षक डिजाइन गरेको छ। एकदमै पुराना रुखहरू छ तर साना साना गमलाहरूमा यति मजाको सजाएको छ। यो धेरै ठुलो क्षेत्रफलमा फैलिएको छ र यहाँ चाहिँ यसरी चाहिँ बोनसाई गरेको रुखहरू बोट बिरुवाहरू हेर्नको लागि पनि एकदमै लोकप्रिय रहेछ र यो चाहिँ विशेष गरी प्रकृति प्रेमीहरूको लागि चाहिँ एकदमै विशेष ठाउँ रहेछ। सबै ठाउँ घुमिसकेपछि फोटो भिडियो खिचेर हामी भने अब सगुपोमा रहेको सबभन्दा ठुलो बुद्धिस्ट टेम्पल जाने निधो गऱ्यौँ सबैजना। अहिले हामी यक्षान्सा टेम्पलमा आइपुग्यौँ र यक्षान्साको अर्थ रहेछ औषधि रूपी पानी, जुन चाहिँ यहाँको पानी मात्र खाए पनि धेरै किसिमको रोगहरू निको हुन्छ भन्ने जनविश्वास रहिआएको रहेछ। र यो गुम्बा कोरिया अर्थात् पूर्वी एसियाकै सबैभन्दा ठुलो र सुन्दर गुम्बा रहेको रहेछ र यस गुम्बाभित्र 12 जना बुद्धको मूर्ति रहेको छ भने यो गुम्बा लगभग 30 मिटर अल्को रहेको छ। यक्षान्सा बौद्ध गुम्बाको दर्शन पश्चात भने अहिले हामी जेजुको हाल्लासा नेसनल पार्कमा छौँ र हाल्लासा नेसनल पार्कमा अवस्थित यो छन्बेक्तोरो अर्थात् 1100 मिटरको उचाइमा रहेको यो बाटो जुन चाहिँ कोरियाकै सबैभन्दा अल्को स्थानमा रहेको रोड रहेको छ र यो रोडमा हिउँदो महिनामा भने पर्यटकको घुइँचो लाग्ने रहेछ, जहाँ कि विन्टर सिजनमा यहाँ हिउँ धेरै परेर रुखका हाँगाहरूमा चम्किला सेता हिउँका स्नो फ्लावरहरू हेर्नका लागि मान्छेहरूको धेरै भिड लाग्ने रहेछ। अब भने साँझ पनि परिसकेको छ र आजको हाम्रो यात्रा भने यहीँ टुङ्गिनेछ। आज दोस्रो दिनको हाम्रो यात्रा रहेको छ सनसाङ इल्चुङबोङ। यो जेजुकै सबैभन्दा प्रख्यात ठाउँ रहेको छ। सनसाङ इल्चुङबोङको अर्थ रहेको छ सनराइज पिक अर्थात् सूर्य उदयको टापु। हिजो भने बिहानदेखि नै पानी परेर भाइट पनि होला नहोला भएको थियो होइन, अनि दृश्यहरू पनि सोचे जतिको राम्रो चाहिँ देख्न सकेको थिएन होइन, तर रमाइलो भने एकदमै मजाले रमाइलो गऱ्यौँ। र आज चाहिँ मौसम पनि यति मजाले साथ दिएको छ कि यति मजाले सनी भएको छ, एकदमै घाम लागेर होइन टटलपुर छ, अनि दृश्यहरू पनि प्रष्ट देखिरहेको छ। र अहिले भने हामी सनसाङबोङ जाने क्रममा
सागोइपोको गसिरीमा आइपुगेका छौँ र यो जेजु आइल्यान्डको सबैभन्दा सुन्दर रोड नोक्सान रोड रहेको छ र यस रोडमा स्प्रिङ सिगन्जानको आगमनसँगै माथि आकाशमा रुखमा फुलेको सेतो चिरी र मुनि धरतीमा फुलेको पहेँलो क्यानोला हेर्दा यो बाटोमा हिँड्दै गर्दा लाग्छ कुनै सपनाको संसारमा छु म। प्रकृतिको यो बन्द सुन्दर सङ्गम के होला र? क्यानोला र चेरी एकैचोटि फुल्ने यो रोड लगभग 10 किलोमिटर रहेको छ भने यो रोड निकै लोकप्रिय पनि रहेको छ र यो रोडमा यसरी ड्राइभिङ गर्नुको मजा नै बेग्लै रहेछ। हेर्नुहोस् न, चारैतिर टकमक्क शीतमै फुल फुले र अनि बिचमा यसरी चाहिँ मजाको सफा अनि सिधा बाटो यति मजाले हिँडिँदा र यो साइडमा देखिरहेको यो फाँटहरूमा चाहिँ यो सेतो टर्बिनहरू छ, जुन चाहिँ टर्बिनबाट चाहिँ हावाबाट चाहिँ बत्ती निकाल्ने यो चाहिँ कोरियामा निकै प्रचलनमा रहेको छ र यो पनि एउटा बत्तीको चाहिँ सर्सेस रहेको छ र यसलाई पनि एउटा दक्षिण कोरियामा ग्रिन इनर्जीको रूपमा पनि लिइन्छ यसलाई र सोलर प्यानलबाट चाहिँ घामबाट बत्ती निकालेको छ, यो हावाबाट बत्ती निकालेर यसलाई चाहिँ ग्रिन इनर्जी भनिन्छ। र यसै गरी वरपर फाँटहरू रहेको छ भने यहाँ मुलाबारीहरू पनि देख्न सकिन्छ। ओके, अहिले भने हामी सनसङ इल्चुङबो अर्थात् यो जेजुको सबैभन्दा परिचित ठाउँ सनराइज पिक आइपुगेका छौँ र अहिले हामी उकालो जाने क्रममा छौँ। पपुलर टुरिस्ट डेस्टिनेसन र युनेस्को हेरिटेज साइटमा चाहिँ समावेश गरिएको यो सनसङबोङ सनराइज पिकमा छौँ, जुन चाहिँ भल्क्यानोको कौन जस्तो छ। यो चाहिँ भल्क्यानोबाट चाहिँ उत्पत्ति भएको एउटा टापु भनिन्छ र यहाँबाट चाहिँ यसरी सहरको दृश्य पनि मजाले देखिँदो रहेछ। पसराएको जुन अर्को दृश्य छ। आज एकदमै घाम लागेर सन्निटी भएको छ र मान्छेहरूको भिडभाड एकदमै बढी छ र यसको अद्वितीय भूवैज्ञानिक बनोट र ज्वालामुखी विस्फोटबाट बनेको संरचनाको वैज्ञानिक महत्त्वलाई कदर गर्दै युनेस्कोले यसलाई सन् 2007मा विश्व सम्पदा सूचीमा युनेस्को हेरिटेज साइटमा सूचीकृत गरेको रहेछ र यो जेजु भल्क्यानिक आइल्यान्ड र लाभा टुप अन्तर्गत समावेश गरिएको रहेछ र यो युनेस्कोको विश्व भूपार्क ग्लोबल जियो पार्क र रमसर साइटमा पनि समावेश गरिएको रहेछ र सन् 2007मा विश्व सम्पदामा दर्ता भएपछि अझ अन्तर्राष्ट्रिय स्तरमा झन् ठुलो पहिचान पाएको छ र अहिले यो ठाउँ जेजु टापुकै सबैभन्दा चर्चित पर्यटकीय स्थलको रूपमा परिचित छ। ले यहाँ स्वदेशी तथा विदेशी पर्यटकको एकदमै धेरै घुइँचो लाग्ने गर्दछ र यहाँ आउनका लागि भने तपाईहरूले एकदमै सजिलो खालको जुत्ता लगाउँदा सजिलो हुन्छ, किनकि यहाँ धेरै स्टेपहरू छ र यो ठाउँ भने हरेक महिनाको पहिलो सोमबार भने बन्द हुन्छ। तसर्थ तपाईँहरू यात्रामा आउनुहुन्छ भने चाहिँ प्लानिङ गरेर बुझेर आउनुहोला र यहाँ आउनको लागि चाहिँ 5000 कोरियन वान टिकट लाग्ने रहेछ, ठुलोको लागि र सानोको लागि 2500 वान लाग्ने छ र बुढाबुढी र सानो बच्चाहरूको लागि भने चाहिँ फ्रीमा रहेको छ र यहाँबाट यसरी फर्किँदाखेरि यो देखिरहेको बिच छ जुन चाहिँ काङचिकी बिच रहेको छ। यहाँबाट चाहिँ एकदम प्रष्ट दृश्य देखिन्छ र त्यस फर्केर काङचिकी बिचबाट पनि यहाँको दृश्य चाहिँ एकदमै मजाले देखिँदो रहेछ। यसैले काङचिकी बिचमा पनि ओर्लेर गएर चाहिँ हामीले यो पर्वतको पुरा
भ्यू हेर्न सकिने रहेछ। र सन्साङबोङको यात्रासँगै आजको हाम्रो जेजुको दोस्रो दिनको यात्रा पनि यहीँ बिट मार्दैछौँ र भोलिको हाम्रो यात्रा रहेको छ सनबेक्सन। आज भने हामी जेजुको तेस्रो दिनको यात्रामा छौँ र आज भने हामी जेजुको अन्देकमेनमा अवस्थित यो सनबाङसान आइपुगेका छौँ र यहाँ हामीले देख्न सकिरहेको छ एउटा निकै आकर्षक क्याफे र जेजुमा चाहिँ यस्ता क्याफेहरू चाहिँ प्रशस्त मात्रामा भेटिँदो रहेछ, किनकि यो एउटा पर्यटकीय स्थल भएको हुँदा यहाँ यस्ता क्याफेहरू चाहिँ धेरै प्रशस्त मात्रामा भेटिने रहेछ। र त्यसै गरी अहिले चाहिँ हामी यो सनबाङसानको फेदीमा रहेको यो सनबाङसा बौद्ध गुम्बातिर लाग्यौँ र यो गुम्बा निकै आकर्षक रहेको छ र यहाँ एकदम शान्ति र सुन्दरको प्रतीक पनि छ र यहाँ घुम्नका लागि मानिसहरू यो क्षेत्रमा पनि निकै आउने रहेछ। र अहिले चाहिँ हामी बिहानै सबैले उठेर आज चाहिँ 8-9 बजीतिरै आइपुगेको छौँ अहिले, किनकि फेरि बेलुका आजको हाम्रो यहाँबाट जेजुबाट खिमेकको फ्लाइट भएको कारणले गर्दाखेरि हाम्रो फ्लाइट बेलुका 5 बजी रहेको हुँदाखेरि हामी लप्प यहाँबाट 2-3 बजी नै फर्किनु पर्ने हुन्छ। त्यसैले बिहान आइपुग्यौँ र यहाँबाट चाहिँ तलतिर योङमारी कोस्ट भन्ने एउटा सामुद्रिक छाड देखिरहेछ र योङमारी कोस्टको अर्थ रहेको छ त्यहाँ चाहिँ एउटा ड्रागनको जस्तै टाउको भएको चाहिँ एउटा कालो चट्टान देखिन्छ, त्यसैले योङमारी कोस्ट भनिएको हो। र त्यहाँ चाहिँ आज चाहिँ बन्द रहेछ, किनकि मौसम खराब हुँदा र हावाहुरीको बेला चाहिँ त्यस स्थानमा बन्द गरिँदो रहेछ। र यो गुम्बाको वरिपरि यसरी धेरैवटा बुद्धका आकृतिहरू मूर्तिहरू धेरै बनाएका रहेछन् र यहाँ एउटा ठुलो एउटा सुनौलो आकार रङको बुद्धको मूर्ति पनि बनाएको छ र यहाँबाट चाहिँ अब ढुङ्गाको सिडीहरू चढेर चाहिँ लगभग 10-15 मिनटको यात्रा पछि भने यस सनबाङसानको बिचमा रहेको सनबाङ गुल्सा अथवा सनबाङसानमा रहेको यो चट्टानको गुफा रहेको छ, जसलाई सनबाङ गुल्सा पनि भनिँदो रहेछ। र यो गुफाभित्र बुद्धको एउटा सुन्दर मूर्ति स्थापना गरिएको छ र त्यहाँ पुग्नका लागि ढुङ्गाका सिडीहरू चढ्नु पर्ने रहेछ। गुफाको छतबाट पानीका थोपाहरू टप्किरहँदो रहेछन् र पौराणिक मान्यता अनुसार यस पानीलाई पहाडको रक्षा गर्ने देवीको आँसु हो पनि भन्दो रहेछ। यहाँ चाहिँ माथिबाट ढुङ्गाहरू खस्न सक्ने एकदमै जोखिम रहेकोले हेर्न कस्तो सेफ्टी अपनाएको छैन। माथिबाट चाहिँ ढुङ्गाहरू खसेर लाग्छ भने चाहिँ हेर्नु न अर्काको देश यति सेफ्टी बनाउँछ है, यत्रो ठुलो माथि पहाडबाट ढुङ्गा खस्ने सम्भव हुन्छ भनेर हेर्नु यसरी पहाडमा छिरेर यस्तो बनाउँदैछ। अब यहाँ माथिबाट ढुङ्गा खस्ने हुन्छ यस पहाडको ठिक बिचमा एउटा प्राकृतिक गुफा रहेको छ र जहाँ चाहिँ एउटा आकर्षक बुद्ध मूर्ति स्थापना गरिएको रहेछ। र यति घुमेपछि आज भने हाम्रो
छेजुको लगभग 3 दिनको यात्रा सकिसकेको छ र हाम्रो यस यात्रामा धेरैभन्दा धेरै साथ दिनुहुने हाम्रो कर्म सम्धिलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु र आजको हाम्रो यात्रा भने छेजु इन्टरनेसनल एयरपोर्टबाट बेलुका 5 बजेको फ्लाइट रहेको छ खिमे इन्टरनेसनल एयरपोर्ट बुसान तर्फको र हाम्रो यो भिडियोलाई हेरिदिनु भएकोमा यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद कृपया कमेन्ट लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला धन्यवाद